र यो समितिलाई म धेरै धेरै यसरी राम्रो कुरा गरेकोमा धेरै धेरै धन्यवाद दिन्छु। अब म लामो समयसम्म राजनीति गरेँ, कम्युनिस्ट पार्टीको राजनीति गरेँ। यो मैले भन्नु पर्दैन, मैले सुनाउनै पर्छ र तपाईँले सुन्नै पर्छ भन्न लागेको। तर एउटा कुरा के सुनाउँछु भने मैले पोहोर चैतदेखि चाहिँ राजनीति गर्न छोडेको छु। पोहोर चैतदेखि राजनीति गर्न छोडेको छु। म माधव कुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीको केन्द्रीय सदस्य थिएँ र मैले पोहोर चैतदेखि छोडेँ। अनि र पनि मलाई राजनीतिक रूपमा चासो लाग्छ, चिन्ता लाग्छ। अनि अहिले देशको बारेमा सुन्दाखेरि देख्दाखेरि मलाई ठुलो चिन्ता लाग्छ। यस्तो हुन्छ भन्ने कुरा मलाई, हामीलाई, मेरा सङ्घ साथीहरूलाई धेरै पहिले थाहा थियो। अनि अब पछाडि पनि के हुन्छ भन्ने कुरा डरलाग्दो छ हाम्रो देशको अवस्था। अब हुन चाहिँ अब न्यू चाहिँ अघिल्लो सरकारको प्रमुख खड्ग प्रसाद ओली, छोटकरीमा केपी शर्मा ओली, न्यू चाहिँ उनी भए। तर यस्तो अवस्था सिर्जना हुन अघि मैले भनेअनुसार धेरै पहिलेदेखिको तयारी थियो, धेरै पहिलेदेखि। अनि तयारी गर्ने भन्दाखेरि तपाईँहरूलाई जो जान्नेहरूको लागि होइन, जान्नेले जान्नु भएको छ, मैले भने कुरा सुन्नु भएको छ। कुनै पनि देशको अथवा विश्वमा झन्डै 201वटा देशहरू छ। तीमध्ये धेरै जसो शक्तिशाली देशहरूको अथवा हाम्रै जस्तोको पनि देशहरूले जासुसी संस्था बनाएको, नामै जासुसी, सिआइडी गर्ने, त्यसलाई गाउँले भाषामा चासो लिने, अर्काको चासो लिने, के गर्दैछ, के खाँदैछ, कसो कहाँ हिँड्छ, कहाँ जान्छ, कोसँग हिँड्दैछ, चासो राख्ने भन्छ। यस्तो जासुसी संस्था बनाएको छ। त्यसमा चाहिँ चर्चामा आएको दुईवटा जासुसी संस्थाहरू भारतको RAW भन्छ, भारतको रिसर्च इन एनालाइसिस विङ भन्छ, र अमेरिकाको CIA सेन्ट्रल इन्टेलिजेन्स एसोसिएसन, त्यसलाई अब क्रिमिनल भन्दा त क्रिमिनल भन्दा मिल्दैन, सेन्ट्रल भन्छ। अनि यिनीहरूको काम के हुन्छ त भन्दाखेरि देश विदेशमा जासुस गर्ने, हाम्रो देशको विरुद्धमा त्यो नेपालले के गर्दैछ, नेपालको कुन मान्छेले के गर्दैछ, त्यो कोसँग हिँड्छ, कहाँ हिँड्छ, के गर्छ होइन, त्यो सबै चासो लिएको हुन्छ, उसले चासो गरेको हुन्छ। अनि अब यहाँ तिनीहरूले ठुल्ठुलो नेता पनि मार्छ, फेरि मार्छ। हामी भन्छौँ, म त्यतिखेर नेकपा एमालेमा हुँदा मदन भण्डारी र जीवराज आश्रितलाई मार्ने मराउने अमर लामा मार्फत, अमर लामा एउटा गुटी मात्रै हो, अमेरिकाको CIA ले मार्यो, खास भन्ने म। त्यतिखेरको राष्ट्रपति यो यहाँ हो, त्यतिखेरको मदन भण्डारीले अमेरिकालाई पनि चुनौती दियो। अनि अब यस्तो बोल्नेलाई कसैले बाँकी राख्छ, राख्दैन हो। त्यस्तै तपाईँहरूले नसुन्नेहरूको लागि, सुन्नेहरूले सुन्नु भएको छ, राम्रो सुन्नु हुँदैन भन्ने होइन। राजनीतिमा पुँजीवादी साम्राज्यवादी भन्ने तपाईँले कतिपयले सुन्नुभएको छ, धेरैले सुन्नुभएको छ, यो पुस्ताले सुन्नुभएको छ। पुँजीवादी साम्राज्यवादी देशहरूले धन सम्पत्ति कमाउँदै लान्छ, पुँजी आर्जन गर्दै लान्छ, राज्यले, देशले, अनि त्यो दुरुपयोग गर्छ, शक्तिशाली हतियारहरू बनाउँछ, शक्तिशाली हतियार। यो हतियारको बारेमा लेखेर खालि शक्तिशाली मात्रै भन्छ। अनि अब मान्छे पनि बलियो हुँदै गएपछि, धनी हुँदै गएपछि, जान्ने विद्वान हुँदै गएपछि अरूलाई टेर्दै हो। त्यस्तै त्यो शक्तिशाली राज्यले पनि अरू राज्यलाई धम्की दिन्छ, मभन्दा अगाडि बढ्न पाउँदैन, मभन्दा शक्तिशाली तिमीहरू हुनै पाउँदैन भने उसले च्यालेन्ज दिन्छ। युरोपमा त्यसमा जम्मा 44वटा देश छन्। 44वटा सबै 44 देशै साम्राज्यवादी देशहरू हुन्। हिजो पहिला
बिचको समयमा बेलायत थियो। बेलायतले विश्वभरि साम्राज्य फैलायो। अनि पछि अहिले आएर 1989-90 मा शीत युद्ध सकिएपछि रुसलाई कमजोर बनाएपछि, सोभियत सङ्घलाई कमजोर बनाएपछि विश्वभरमा एकलौटी दादागिरी अमेरिकाले गर्दै आएको छ। राजनीतिक भाषामा एउटा एक पक्षको मान्छेले अमेरिकालाई साम्राज्यवादको नाइके भन्छ। साम्राज्यवादी देशहरू त थुप्रै छ, त्यसको पनि नेता दादा नाइके अमेरिका। त्यो साम्राज्यवादहरूले के भन्छ? मैले भनेको मान है साथी हो भनेको कसलाई भन्छ यो भन्दाखेरि तलका साना तेस्रो विश्वका देशहरूको नेताहरूले भन्छ। मैले भनेको मान नि, मैले भनेको मानेन भने तिमीको फाइदा छैन हो। जस्तै सद्दाम हुसैन, जस्तै ओसामा बिन लादेन, जस्तै उता लिबियाको राष्ट्रपति कर्नल गद्दाफी, यस्ता फिडेल क्यास्ट्रोले पनि मार्न नपऱ्यो भने क्युबाको 30-32 पटक मार्ने प्रयास गरेको फिडेल क्यास्ट्रोलाई। जस्तै मदन भण्डारी र जीवन हासिल यस्तो बनाइदिन्छु नि, मैले भनेको मान नि, बुझ्यौ भन्ने। अनि कोही पनि मभन्दा अगाडि बढोस् भन्न नचाहने। अब यहाँ थोरै जानकारी लिउँ। अहिले विश्वमा अमेरिकालाई पनि चीनले उछिन्न खोज्दैछ। चीनले, यहाँ हाम्रो उत्तरमा छ शक्तिशाली राष्ट्र चीनले हरेक कुरामा अथवा ऊभन्दा शक्तिशाली हुँदैछ। जापानलाई त उहिले उछिनिसक्यो। जापान पनि ठुलो शक्तिशाली राष्ट्र हो, अहिले पनि शक्तिशाली राष्ट्र छ। अनि चीनलाई उछिनिसक्यो। तिमी मभन्दा अगाडि बढ्न चाहने, तिमी मभन्दा शक्तिशाली हुने तँलाई भनेर उहिलेदेखि योजना बनाएको छ अमेरिकाले। थोरै कुराहरूमा पूर्वबाट जाउँ। पूर्वमा कोरिया भन्ने दुईटा देश, त्यो दुईटै अमेरिकाले छुट्याइदिएको। अनि दक्षिण कोरियामा धेरै लगानी गरेर कम्युनिस्ट मुलुकले भन्दा पुँजीवादी मुलुकले छिटो विकास गर्छ, जनतालाई छिटो राहत दिन्छ भन्ने देखाउन लागि धेरै लगानी गरिदिएर उत्तर कोरिया त्यो कम्युनिस्ट पार्टीको राष्ट्रभन्दा दक्षिण कोरियामा चाहिँ पुँजीवादी राष्ट्रलाई छिटो विकास गरिदियो। त्यो कोरियामा अमेरिकाको जल थल हवाई, भुइँमा पानीमा र आकाशमा उड्ने 3 खाले 70-80 हजार सेनाहरू छ त्यहाँ। अहिले उत्तर पूर्वमा गयो फिलिपिन्समा पनि त्यस्तै छ, जल थल हवाई सेना 70-80 हजार छ। अलि मुतिर आएर जापानसँग पहिला मिल्दैन थियो त्यो अमेरिका, त्यो मिल्यो अहिले पछाडि आएर फटाफटा मिल्छ भने यस्तै मिल्यो। त्यहाँ पनि त्यही 3 खाले सेना 70-80 हजार छ। अनि चाङकाई चाइनाबाट बाहिर गएको पहिलेको चाङकाई सेकको सन्तानहरू चाइनाकै एउटा आफ्नो अभिन्न अङ्ग ताइवान भन्ने टापुमा, अहिले ताइपे भन्छ, त्यहाँ पनि अमेरिकाले धेरै सेनाहरू हतियारहरू त्यो ताइपेमा भएको सरकारलाई अमेरिकाले सहयोग गर्छ। यस्तै अनि चाइनाको वरिपरि यसरी अमेरिकाले घेर्दैछ। अनि हाम्रो नेपालमा पनि एउटा चौतारो, एउटा फलैचा, एउटा खेल मैदान कसरी घुस्ने हाम्रो नेपालमा पनि भनेर उहिलेदेखि उसले षड्यन्त्र गरेको। धेरै मान्छे तालिम दिएर नेपालमा बसाएको छ। सपोज क्रिस्चियनको नाममा, धर्म प्रचारको नाममा यसरी यहाँ नेपालमा बसाएको छ। तपाईँले सायद कहिले टिकटकमा हेर्नुहुन्छ होला नि, यो भदौ 23 र 24 गते घटना घटाउन 45,000लाई तालिम दिएको छ। तिनीहरूले त्यत्तिकै लगानी गरेर खर्च लगानी गरेको छ। अनि नाम दियो जेनजीको। अनि निहुको विषय बन्यो केपी ओली। अनि केपी ओली ठिक्क 2-3 गल्ती गरे त्यतिखेर सामाजिक सञ्जाल बन्द गरिदियो। त्यतिखेरै फेरि चीनमा गएर चाहिँ खुब ठाट पल्टेर केपी ओलीले एकदम ठाट पल्टिन चाहने क्या, ठुलो देखिन चाहने। चाइनाले शक्ति प्रदर्शन गरेको मञ्चमा गएर छाती फुलाएर बस्यो। त्यो डोनाल्ड ट्रम्पलाई देखिसक्नु भयो। अनि काम गरिहाल्यो भदौ 23 र 24।
24 घण्टा पनि थामेन केपीओली, 12 घण्टा मात्रै थामे। र हाम्रो देशमा यसरी भनाइचा बनाउन चाहन्छ, खेल मैदान बनाउन चाहन्छ। अब अर्को, हामी कतिको होसियार छौँ है? अनि यो देशमा त्यही अमेरिकाको जासुसको कामहरू, जातीय युद्ध गराउन चाहँदैछ। होसियार हुनुलाई हामी विभिन्न जातिका मान्छेहरू जातीय युद्ध सुरु भइसकेको छ। क्षेत्री बाहुनलाई नाप्चु जेठाहरू भनेर हामीले भन्छौँ। हाम्रो केही हामीले होइन, हामीले पनि भनेको होला। अब अरू कोही यस्ता चुच्चो भाषा बोल्ने साथीहरूले भन्नुभएको होला। क्षेत्री बाहुनले पनि तिर्दैन। अब गाई काटी खाँटेर गाई नकाटी खाँट्यो। यी बिचको यो द्वन्द्व सबै उनीहरूले पनि चर्काएको। अब कहाँ बङ्गलादेशमा एउटा हिन्दू मारियो, यहाँका हिन्दूहरू नारा लाउँदैछ, देख्नु होला नि फेसबुकको दिन। अनि यसरी जातीय द्वन्द्व पनि मचाउँदैछ। नेपालमा छिट्टै जातीय द्वन्द्व हुँदैछ, जातीय युद्ध हुँदैछ र गृह युद्ध हुँदैछ। एउटा भाषा भने हाम्रो देशलाई सिरिया भन्ने देश बनाउन खोज्दैछ यहाँ। अनि कहिलेकाहीँ तपाईँले सुन्नुभएको होला, चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड हुन्छ। अनि यहाँ चक्रपथबाट, चक्रपथ भनेको चक्रपथै मन्दिर, चक्रपथ नै भन्छ एरिया, अमेरिकी राजदूतावास छ। त्यहाँबाट बख्तरबन्द गाडी जान्छ। बख्तरबन्द भने के भन्दाखेरि फलामले बनिएको, बाहिरबाट भित्र केही नदेखिने। अनि त्यो चार्टर्ड विमानबाट तल एयरपोर्टमा ल्यान्ड गरेको हवाईजहाजबाट त्यहाँ भित्र ल्याइन्छ। नेपालका विभिन्न ठाउँहरूमा हतियारहरू छिराइसकेको छ। अनि यो मैले भन्नु खोजेको, अस्ति तपाईँले एमसिसी भन्ने सुन्नुभएको होला नि। एमसिसीलाई चाहिँ एउटा न्यू बनाएर नेपालमा विकास गराइदिने भनेर, खुब विकास गराइदिने भनेर चाहिँ त्यो एमसिसी एउटा योजना प्रोजेक्ट ल्यायो। तर त्यो चाहिँ नेपालमा कसरी पस्ने, त्यो एमसिसीबाट सादा पोसाकमा यो आइटी शिक्षामा पोख्त एक्सपोर्ट भन्छ अङ्ग्रेजीमा, आइटी शिक्षामा एक्सपोर्ट आर्मीहरू नेपालभित्र आउने, नेपाल आउने विकास गर्ने नाममा। अनि यहाँबाट चिनको चासो गर्ने, सिआइडी गर्ने, जासुस गर्ने। हुन त अरू ठाउँमा पनि गरेको छ उसले, चिनले गर्दैछ, अमेरिकाले गर्दैछ। र अहिले अब यसलाई दाम्ला बाटोपछि गाँठो पार्छौँ हो। त्यसमा भन्ने हो के भन्ने भनेदेखि विश्व शक्ति सन्तुलनको होडबाजीको एउटा परिणाम हो। अहिले हाम्रो नेपालमा चाहिँ भदौ 23 र 24 घटना विश्व शक्ति राष्ट्रको शक्ति सन्तुलनको होडबाजी, को ठुलो को सानो। अब बङ्गलादेशमा अस्ति शेख हसिना भन्ने बङ्गलादेश छोडेर भारतमा शरणमा बसेका छन्। त्यहाँ बङ्गलादेशको एउटा टापु अमेरिकाले माग्दा दिएन अरे। त्यो टापुमा उसले सेना हुल्ने राख्ने अनि भारतलाई आक्रमण गर्ने। अनि त्यहाँ हवाई फिल्ड पनि बनाउने, एयरपोर्ट पनि बनाउने। अनि त्यो नदिँदाखेरि ऊ खेपियो। त्यहाँ त निकै दिन थामेको त्यो शेख हसिनाले। हाम्रो केपी ओलीले 12 घण्टा मात्रै थामे। अनि यसरी छ देशको अवस्था अहिले। यसबारे पनि के चासो राख्नु होला, चासो लिनुपर्छ सबैले। सङ्घीयता खतरामा छ। धन्न अहिले रामचन्द्र पौडेलले संविधान चाहिँ, यो संविधान मास हुँदैन। यो संविधान राम्रो छ, हामी जातीय पहिचान खोज्नेहरूको लागि अधिकार दिएको छ। त्यहाँ अधिकारको व्यवस्था गरेको छ। विभिन्न जातीय आयोगहरू बनाएको छ। आदिवासी जनजाति आयोग पनि छ। किन त्यो संविधान लेख्नमा म पनि पर्छु। अनि सबै जनताहरूलाई लामो समयसम्म शाहवंशीय राजाहरूले विभिन्न जातिको भाषाभाषीहरूलाई काठमाडौँमा बसेर डन्ठा चलाउने अधिकार हामीले पोसेका छौँ। र यो संविधान मासिनु हुँदैन। यो संविधानै मास्नुपर्छ भनेर यहाँ यो जेनजी भन्ने नामका भाइहरू नै भन्नुपर्छ, भाइ बन्धुहरू कराइराखेका छन्। अनि प्रत्येक जेनजी चाहिँ थिए 45,000 जना क्रियाशील थिए अरे हामीले सुने अनुसार।
तर अरूले फाइदा लुट्यो। यत्रो ध्वंस भयो अनि नेपाललाई त ध्वंस बनाएर गरिब बनाइदिने अनि गरिब भएर हजुर हामीलाई सहयोग गर्नु पर्यो, हामी त निर्बल एकदम गरिब भयो हजुर भनेर पार्न खोजेको यो पार्न खोजेको हुन्थ्यो। एकअर्काले आरोप लाउँछन् तर त्यसो होइन। खास उनीको डिजाइनै थियो एउटा बटन एक ठाउँ बसेर एउटा बटन थिच्दाखेरि त्यसमा को थियो भने नामहरू पनि सायद आउँदै होला। यहाँ काठमाडौँ महानगरपालिकाको नगरपालिकाको मेयरको पनि नाम आउँदैछ, अरू नाम कल्याणराम श्रेष्ठ भनेरको नाम आउँदैछ। यो अरू फिल्डमा देखेको यिनीहरू गोटी मात्रै हो, चेसो गोटी चेसो कोठाहरू हुन्छ त्यहाँ राखेका गोटीहरू मात्रै हुन्। बाहिर पछाडि पर्दा पछाडि थुप्रै छ। यिनीहरूले हामी धेरै नेपालीहरूलाई छिटै मराउँदैछ। त्यसैले हामीले विभिन्न ठाउँबाट किन नहोस्, किन याक्थुम चुम्लुङबाट किन नहोस्, कामबाङ ताङसान धावा कामबाङ सेवा समितिबाट किन नहोस्, विभिन्न जातीय संस्थाहरूबाट किन नहोस्, हामीले एकजुट हुनुपर्छ यसलाई रोक्नको लागि। छिटै नै हाम्रो देशमा युद्ध हुँदैछ, धेरै मान्छे मारिँदैछ। सुन्नुभएको होला यहाँ बङ्गलादेश र सिलगढी र बङ्गलादेश, यहाँ काठमाडौँ काँगडभिटा र बङ्गलादेशको सिमाना 13 किलोमिटर मात्रै छ हाम्रो। त्यहाँ बिचमा भारत छ, त्यसलाई घाँटी भन्छ त, घाँटी यस्तो नेक आइल्यान्ड। अनि बङ्गलादेशबाट पनि खतरा छ भारतलाई। अब चाइना र बङ्गलादेश, भारत अनि जापान, रसिया यिनीहरू अहिले अगाडि बढिरहेको छ। यो प्रशान्त महासागरमा हवाई युद्ध छिटै हुने सम्भावना छ, हवाई स्थल जम्मै छिटो हुने सम्भावना छ। यो मैले फेरि डराउन पारेको होइन तपाईँलाई, डर देखाइदिनु भएन नि। यो हाम्रो नेपालको अहिले विश्वको राजनीतिक स्थिति यस्तो छ भन्न। अब उता अमेरिकामै जाने, दक्षिण अमेरिका जाने, भेनेजुएलामा अहिले डोनाल्ड ट्रम्पको सरकारले उत्पात मचाइरहेको छ। प्यालेस्टाइनको जेलमा पनि उत्पात मचाइराखेको छ। यसरी युक्रेनको त झन् पुरै छोडिदिनु। त्यो जेलेन्स्की पनि ओसामा बिन लादेन जस्तै हो, अमेरिकाले उत्पादन गरेको। त्यत्रो समस्या सिर्जना भएको छ। ल मैले लामो समय लिएँ। देशको स्थिति अहिले यस्तो छ, चुनाव नहुन पनि सक्छ। चुनाव किन नहुन सक्छ भनेदेखि अहिलेको यो नयाँ पार्टीहरू अथवा जेनजी समूहहरू कमजोर छ। उनीहरू बलियो नभइन्जेलसम्म चुनाव गराउँदैन। फागुन 21 चुनाव पाउने पुरानो दलहरूले नै बहुमत ल्याउँछ, ल्याउँदैन अन्टी पार्टीहरूले पनि बहुमत। जतिसुकै गठबन्धन किन नहोस्। अब एउटा भन्ने भने पहिला जान्नुभएको थियो, जान्दैन। म पोहोर आउँदाखेरि 79मा आउँदाखेरि 79 मङ्सिरमा पुसमा म काठमाडौँ आउँथेँ। राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको पार्टीले केही सिट जित्यो। अनि पुसमा आउँदाखेरि मलाई यहाँ काठमाडौँका राजनीतिज्ञहरूले सुनाए, दसैँभन्दा अगाडि ब्याङ्कहरूमा नेपाली करेन्सी सर्टेज गरे। नेपाली पैसा किन सर्टेज भयो भन्दाखेरि रासोपालाई जिताउन लागि अमेरिकाले पैसा लगानी गर्यो, डलर लगानी गर्यो, अमेरिकी डलर। अनि एउटा जिल्लामा 1 लाख पठाउँदाखेरि पनि अब करोड झन्डै 145 होला अमेरिकी डलर। स्टर्लिङ पाउन्ड झन्डै 200 छ अहिले। अनि अमेरिकी डलर झन्डै 1.5 करोड जति हुन्छ। अनि पठाउनु पर्यो। अनि ती सबै जिल्लामा जानेर 60 टाकेर त नेपाल ब्याङ्कमा नेपाली करेन्सी सर्टेज हो। हाम्रो 5 थरमा पनि एउटा हामीले चिनेको भतिज दामी गाडीमा कुद्दै गरेको देखेँ मैले। तिनी सङ्घको उम्मेदवार पनि भए, 600 जति भोट ल्याए त्यसले कम्ती आउने $1 लाख त लग्यो। 60वटा वार्ड छ, 60वटा वार्डमा 1 लाख त खर्च गर्नु पर्यो। अनि बाँकी 70-80 लाख त आफूलाई पनि राख्नु पर्यो। 500 भोट चाहिँ ल्याए। अनि यसरी पार्टीको नाम नै
राष्ट्रिय स्वतन्त्र पार्टी, अमेरिका पनि यस्तो पार्टी छ, नेसनल फ्रिडम पार्टी अफ अमेरिका भन्ने, त्यस्तै नेपालमा पनि नेसनल फ्रिडम पार्टी अफ नेपाल। अनि यसरी नेपालमा धमिलो पानी पारे बनाएर माछा मार्नका लागि यी दलहरू जन्मेका छन्। अनि अरू नेताहरूलाई गल्ती गर्छन्, उनीहरू नेता कुम्बतिलो। यति कति बाटो रहेछ भने त्यो बिनामी छाने आफूले नभइकन अरूलाई अराएर अनि पैसा सरकारीको पैसा चाहिँ आफूले खाएको मासेको घटनाहरू छन् थुप्रै। अनि त्यो सहकारीमा क्लिक गरेर पनि उसैलाई समर्थन गर्छ। अब त्यो उसलाई प्रधानमन्त्री बनाएर अनि त्यो फाइदा लिने भनेर भन्छ। कस्तो दृष्टिकोण, कस्तो बुझाइ, यस्तो छ है देशको स्थिति। त्यसैले राम्रो बुझेर हिँडौँ। राजनीतिक मताधिकार तपाईँहरूको हो। म चाहिँ भोट हाल्छु कि हाल्दिनँ, मलाई टुङ्गो छैन। म फागुन त्यही भोट हुन्छ भने मलाई ग्यारेन्टी छैन। म नजान सक्छु, म त्यसो झापामा बस्छु बिर्तामोडमा हो। म 1 वर्षमा अस्ति दसैँमा गएको थिएँ। मैले राजनीति टोटली छोडेको छु। यिनै कुराहरू सुनाउँदै तपाईँको धेरै समय लिएकोमा क्षमा माग्दै मैले बोल्ने क्रम यही टुङ्ग्याउँछु। नमस्कार।